गाइज रोटी सब रेडी गरिसकेका छौँ। म चाहिँ साँझ बिहान रोटी खान्छौँ धेरै जस्तो, कहिलेकाहीँ मात्रै हो भात खाने। हेर्नुहोस् यो मेरो घिउ लगाएर रोटी रेडी छ। अनि चाहिँ अब म चाहिँ आफ्नो साँझको खाना चाहिँ मैले 5 देखि 6 बजे भित्रै खाइहाल्छौँ। अनि चाहिँ साँझ चाहिँ तरकारी कमै खान्छौँ, कहिलेकाहीँ मात्रै हो, नत्र चाहिँ पिनट अनि यो रोटी रेडी भइहाल्यो। अब साँझको यस्तै हो गाइज। हेर्नु अब अहिले गएपछि कहिले हो कहिले आऊ है घरमा। अनि मजाले हिँड्नु, पिनट लगाइहालेँ। पिनट पनि म धेरै खान सक्दैन, चाहिँ 2 रोटीमा एउटै पिनटले काम गरिहाल्छ मेरो रोटी। अनि यो चाहिँ ढक्कन सलाद चाहिँ वहीँ पार्लरमै बनाएर खान्छु। हेर्नुहोस् यो चाहिँ मेरो दिउँसोको नास्टामा पनि मैले कहिलेकाहीँ मात्रै हो बाहिरको खाने, डेली आफ्नै घरको खाना। गाइज मैले ओट्स चाहिँ कहिले कसरी खान्छौँ। मैले चाहिँ ओट्सलाई मजाले महीमा भिजाउने, दिउँसो चाहिँ 2-3 बजेतिर मैले ओट्स खान्छौँ। अनि यसमा चाहिँ चाट मसला पनि हाल्छौँ, कहिले नुन। आज चाहिँ मेरो घरमा चाट मसला नभएर मैले नुन हालिरहेको छौँ है। थ्याङ्क यू। यो चाहिँ गोलभिडाको चटनी मिठो हुन्छ है। अनि यो चाहिँ मेरो भदेनीले बनाएको आलुको झोल, मेरो भदेनी चाहिँ युट्युबमा अगाडि आउन चाहदिनँ मेरो भिडियोहरुमा। अब म त्यति उ छैन नि त फेमस, त्यही भएर होला। यो चाहिँ 1 गिलास मही। अब म खाना खान्छु। थ्याङ्क यू।